एउटा संसारकै चर्चित खेलाडी जसलाई आफ्नो पूर्व पत्नी र उनका साथीको हत्या गरेको आरोप लाग्छ। हो, यो स्टोरी हो ओजे सिम्पसनको। ओजे सिम्पसन अमेरिकाको एकदमै चर्चित एनएफएल खेलाडी, यानि कि जसलाई हामी रग्बी भनेर पनि बुझ्छौँ, र एकदमै वेल नन सेलिब्रिटी जसलाई आफ्नो पत्नी निकोल ब्राउन सिम्पसन र उनका साथी रन गोल्डम्यानको हत्या गरेको आरोप लाग्छ। र इन्भेस्टिगेसनको क्रममा प्रहरीले ओजे सिम्पसन नै दोषी हो भन्ने मनासिब कारण देखेपछि उनलाई पक्राउ गर्न उनको घर पुग्छन्। तर ओजे सिम्पसन भने आफ्नो घरको पछाडिपट्टिको पर्खाल नागेर आफ्नो साथी एडब्ल्यू कलिन्स भन्नेको ब्रङ्को कार, जुन कार त्यो बेला अमेरिकामा एकदमै पपुलर थियो, त्यसमा चढेर भाग्छन् र प्रहरीले उनीहरूलाई पछाडिबाट पिछा गर्दै जान्छ। र यो चाहिँ स्लो चेज भनेर पनि बुझिन्छ यो चेजलाई। र यसको चाहिँ लाइभ टेलिकास्ट सबै टेलिभिजनहरूबाट गरिएको थियो अमेरिकामा, र यसको भ्युज चाहिँ 95 मिलियनसम्म पुगेको थियो। क्यान यु इमेजिन 95 मिलियन भ्युज। र पछि 1995 मा मुद्दा चल्छ ओजे सिम्पसन विरुद्ध, र उनको पक्षमा जो लयरहरूले बस गर्नुभएको थियो उहाँहरूको टिमलाई चाहिँ ड्रिम टिम भनिन्थ्यो, किनकि त्यो बेलामा रोबर्ट एडासियन, रोबर्ट सपिरो, जनी कस्ट्यान जस्ता पपुलर लयरहरूले उहाँको तर्फबाट बस गर्नुभएको थियो। र बसको क्रममा एभिडेन्स त्रुटिपूर्ण छ, अनि प्रहरीले इन्भेस्टिगेसन गर्दा रेसियली बायस भएको छ भन्ने जस्तो कुराहरू उठाएर प्रमाणमा अथवा एभिडेन्सको क्रेडिबिलिटीमै प्रश्न गर्नुभएको थियो। र पछि ज्युरीले इभेन्चुअली ओजे सिम्पसनलाई नट गिल्टी यानि कि निर्दोष ठहराउनुहुन्छ। र त्यो बेलामा यो सन्दर्भलाई लिएर ग्रेट डिभाइड नै चलेको थियो अमेरिकामा। एङ्ग्लो अफ्रिकन कम्युनिटी, जसलाई हामी ब्ल्याक कम्युनिटी भन्छौँ, र त्यहाँका व्हाइट गोरा कम्युनिटीका व्यक्तिहरूबीच ग्रेट डिभाइड चलेको थियो, किनकि ओजे सिम्पसनको पक्षमा एङ्ग्लो अफ्रिकन कम्युनिटीको मान्छेहरूले सपोर्ट गरिरहनु भएको थियो, तथा निकोल ब्राउन सिम्पसनको पक्षमा व्हाइट कम्युनिटीले सपोर्ट गरिरहनु भएको थियो। र पछि यतिमै सकिँदैन यो केस। 1998 मा फेरि एउटा सिभिल कोर्टमा मुद्दा चल्छ ओजे सिम्पसनको विरुद्ध, जसमा चाहिँ उनलाई, ओजे सिम्पसनलाई लायबल ठहराएर, दोषी ठहराएर $33.5 मिलियन को क्षतिपूर्ति तिराइन्छ। र त्यसपछि पनि ओजे सिम्पसनलाई 2008 मा यो लागु औषध बोकेको अथवा हात हतियार तथा रोबरीको मुद्दामा दोषी ठहराइन्छ र फेरि जेल चलान गरिन्छ। र यो केस चाहिँ अहिले पनि विभिन्न टेलिभिजन मुभीहरू पनि यो केसमा को बेसिसमा बनेका छन्, र विभिन्न विद्यालयहरूमा यसको पढाइ पनि हुने गर्दछ।